अन्त यति छ धुप्पी गाडी त्यही हो यो यसलाई गाडी चाहिँ माडी चाहिँ जानु हुँदैन म सधैँ हेर्नेको के बेला तिम्रो नाम के हो भनिदिनुहोस् जनता जान्नु चाहन्छ जनता भनिदिनु पर्यो नजान्नु परेछ अहिले एउटा भनिदियो यो जग्गाको नाम के भनिदिइहाल्यो गाडीहरू कुदाउनु मात्रै हुन्छ अन्त यो थाहा पाउँदैन क्या कति चाप्यो के चाप्यो भनेर सो त्यही भएर चाहिँ यो महिना यसो त्यही भएर चाहिँ यो देब्रेमा चाहिँ लगाएको ब्रेकपट्टि चाहिँ अन्त हामी एकछिन कस्नुपर्छ बक्सिङ खेल्ने जस्तो सो अब चाहिँ हामी आज निकै छ बाटो जानुपर्ने सो रमाइलो हुँदैछ तपाईँहरूलाई मजाको रमाइलो दृश्यहरू देखाउनेछु लेट्स गो सो हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ आजको नयाँ भिडियोमा नयाँ भिडियो सुरु भइसकेको छ है धेरै दिन फेरि पनि भिडियो भ्लग लिएर आइसकेको छु है सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै छु ल अहिले भने चाहिँ हामी NH 10 मा छौँ है अन्त यहाँ साथी र म छु अन्त स्कुटीमा छ सो अहिले चाहिँ हामी कहाँ जानु आँटेको भन्दा चाहिँ अहिले चाहिँ हामी लाभा तरफ है लाभा तरफ यसो घुम्नु जानु आँटेको छौँ है यसो घुमिदिउँ न कोही बेला चाहिँ यसो तपाईँहरूलाई पनि देखाइदिउँ भनेर सो हामी घुम्न गइरहेको छौँ अनि यहाँबाट चाहिँ हामी चाहिँ यो लिङ्गे रोड भन्छ लिङ्गे रोड फाटकबाट यता आउनुपर्छ सो अलगढा जाने फाटकबाट लिङ्गे रोड अन्त यहाँ NH 10 हो यो नेसनल हाइवे 10 सो यहाँ लाभा चाहिँ 15 किलोमिटर रहेछ डामडिम चाहिँ 68 बागडोग्रा 126 रहेछ अन्त हामी चाहिँ लाभा जानुपर्छ 15 किलोमिटर अन्त 15 हामीलाई झन्डै पर्छ होला 30-40 जस्तो पर्छ 40 किलोमिटर जस्तो पर्छ होला सो हामी जाँदैछौँ म सानो मोटो भ्लग पनि बनाउँछु सुन्दैन होला माइक छैन है सो हेर्दै गर्नुहोस् होला भिडियो रमाइलो हुन्छ आज सो हामी यहाँबाट निस्किसकेको छौँ है पछि चाहिँ हाम्रो साथी एउटा छ कुरा हो है यहाँबाट चाहिँ 15 किलोमिटर रहेछ है यो लाभा चाहिँ धाबाको कुरा हो तपाईँहरूलाई कालो धुप्पी सेतो धुप्पी हो कालो धुप्पी यहाँ पनि यहाँदेखि नै चिसो हुँदैछ हामी जाँदैछौँ अन्त पुगिन्छ होला सायद अहिले चाहिँ सोचेको लाभासम्म जाने भनेर लाभादेखि पनि कतै राम्रै जग्गा जाउँ भनेर सोचेको तपाईँहरूलाई राम्रो दृश्यहरू देख्छौँ अन्त हेर्नुहोस् न धुप्पी क्या मजाको धुप्पी छ क्या पाइन ट्रिप मजाको हेर्नुहोस् न वाउ कस्तो सुन्दरता छ रे तिम्रो मायामा चाहिँ होइन यो नेचरमा चाहिँ हेप्पी वाउ हेर्नुहोस् न सो हामी आधी बाटो आइपुग्यौँ अझै निकै छ है तेल पनि कम्ती पुगिन्छ होला सायद सक्नुहुन्छ है मजाको छ क्या बाटो छिरायो ग्लोभ छैन यतिकै आएको अनप्लान आएको सो त्यही भएर चाहिँ हात चाहिँ रातो हुँदैछ कालो हात पनि सक्छ है मलाई हेर्नु हुँदैछ भने त्यो चाहिँ तपाईँहरूको कालिम्पोङबाट चाहिँ तपाईँको कालिम्पोङबाट कति जस्तो पर्छ होला हौ यहाँबाट 15 छ भनेपछि चाहिँ 20 होला हौ है 20-25 होला हौ अहिले है सो हावाले सुटिङ छैन होला सायद किनभने माइक छैन अहिले चाहिँ जाँदैछौँ हामी रमाइलो हुँदैछ अन्त तेल चाहिँ कम्ती छ अहिले बिजोक होला जस्तो छ त्यही भएको सो अब चाहिँ हामी आधी बाटो आइसकेको छौँ अन्त यस्तो चिसो भयो कि अन्त यहाँ साथीको ग्लोभ्स थियो कि सोक्पाको ग्लोभ्स थियो हो त्यो लगाइदिउँ भनेको सो यहाँ छ नि यो ग्लोभ्स छ खै एकपट्टिको नै लाउनुपर्छ होला हौ दुईपट्टि तिमी लाउँछौ यहाँ हेलमेट छ हो एउटा साथीले लाउँछ एउटा मैले सो यस्तै गर्ने हो भने त चिसोले त मर्छ नि हौ कस्तो लागिरहेछ आज अनप्लान हिँड्नु ओ त्यो मलाई दिनु
सो यो चाहिँ हेर्नुहोस् न यस्तो बाक्लो छ कि साथीको अस्ति दिइरहेको यो चाहिँ खासमा चाहिँ कुदाउनु चाहिँ हुँदैन नि फेरि गाडीहरू कुदाउनु मात्रै हुन्छ अन्त यो थाहा पाउँदैन क्या कति चाप्यो के चाप्यो भनेर सो त्यही भएर चाहिँ यो मैला रहेछ त्यही भएर चाहिँ यो देब्रेमा चाहिँ लगाएको ब्रेकपट्टि चाहिँ अन्त हामी एकछिन कस्नुपर्छ नि बक्सिङ खेल्ने जस्तो सो अब चाहिँ हामी आज निकै छ बाटो जानुपर्ने सो रमाइलो हुँदैछ तपाईँहरूलाई मजाको रमाइलो दृश्यहरू देखाउनेछु यसको के भयो यो चाहिँ कसले खोलेको कुन छ नि ल त्यही हो सेतो सेतो हुन्छ नि यहाँको मान्छेहरू क्या सो सुनेको छैन होला मेरो भोइस चाहिँ सो पनि हामी लाभा भिडमा चाहिँ पुग्न आँट्यो लाभा चाहिँ पुग्यो भन्दा पनि भयो है दस पानी चाहिँ यहाँ छ है अलिक मोटो छ र चाहिँ उयो भएको अप्ठ्यारो हुन्छ तर पनि काम चलाउँदै हुन्छ सो हामी आइपुगेर हामी बिस्तारै हिँड्नुपर्छ मजाको छ है फर्स्ट टाइम आउनु हामी चाहिँ निकै भयो आएको है निकैपल्ट भइसक्यो आएको सो त्यही कारण अलिकति अनौठो चाहिँ लाग्दैन है फर्स्ट टाइम आउँदाखेरि मजा आउने छ कि मजा आउँछ जे होस् फर्स्ट एक्सप्रेसन इज लास्ट फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छ नि त्यही हो मजा छ ओके हामी चाहिँ आई लभ लाभा भन्ने लेखेकोमा आइसकेको छौँ यो चाहिँ लाभा भ्यू पोइन्ट पनि भनिन्छ सो आई लभ लाभा छ यहाँ चाहिँ अन्त यहाँ माथि छ धुप्पी गाडी त्यही हो यो यसलाई गाडी चाहिँ माडी चाहिँ जानु हुँदैन सधैँ हेर्नेको के बेला तिम्रो नाम के हो भनिदिनुहोस् जनता जान्नु चाहन्छ जनता भनिदिनु पर्यो नजान्नु रहेछ अहिले एउटा भनिदियो यो जग्गाको नाम के भनिदिइहाल्यो अति सुन्दर अति धेरै साथी छ सो यहाँको भ्यू चाहिँ तपाईँहरू चट्टै देखाउँछु ल च्वाट्टै देखाउँछु ल च्वाट्टै हेर्नुहोस् त आई लभ लाभा भनेको चाहिँ हो है एकदम रमाइलो जग्गा छ है तपाईँहरू पनि आउनु सक्नुहुन्छ फ्यान होइन हौ पङ्खा हौ पङ्ख यहाँ फोटो खिच्नु सक्नुहुनेछ तपाईँ तर मन यस्तै छ हेर्नुहोस् न मजाको छ लाभाको वेदर चाहिँ यस्तै हो है जहिले आउनु भयो भने लाभाको वेदर चाहिँ यस्तै हो कि होइन भने कहिले देख्दैन यहाँनिर घाम चाहिँ देखिँदैन सो यहाँबाट चाहिँ लाभा बजार चाहिँ यहाँ तल छ ल तपाईँहरू सो देखाउँछु ल सो अस्ति भर्खर आएको हामी चाहिँ यहाँ चाहिँ
यहाँ लाभा खास लाभा चाहिँ यहाँ तल देख्दैछ नि यहाँ देख्दैछ नि लाभा यो चाहिँ जोस् रमाइलो भयो अब कहाँ जानु प्लान नहीं करना है सीधा जाने चाहिए एउटा जग्गा जाउँ भनेको तपाईँहरूलाई चट्टै पुगेछ भने चाहिँ देखाउँछु पुगेन भने चाहिँ देखाउँदैन है के भन्छ तिमी अभी सस्पेंस में ही रहेगा सस्पेन्स चाहिँ अभी त्यो जग्गा पुगेछ भने चाहिँ देखाउँछु हो डेडिकेशन में ज्यादा दूर है ये दिखाना नहीं बताना ही नहीं है ना ओके लेट्स गो है हामी यो चाहिँ लाभा भ्यू पोइन्ट भ्यू पोइन्ट नै भनौँ न भ्यू पोइन्टबाट चाहिँ फर्किँदा भन्दा पनि एउटा जग्गा जाँदैछु तपाईँहरूलाई देखाउँछु ल अनि मेरो यहाँ छ मायालु लेट्स गो